फेरि एउटा कुरो चाहिँ ध्यान दिनु है, सरलाई खाजा ल्याएको 90 मिनेट पछि चाहिँ खानाको तयारी गर्नु होला, होइन सर? फेरि खानामा चाहिँ सरको आफ्नै मेनु छ है। चामल 720 ग्राम, चिकन लोकल 400 ग्राम, गेर्बी है गेर्बी, दही चिनी नहालेको 30 ml, साग रायोको पिरो कम, आलु फ्राई, दाल गहतको 30 ग्राम, 300 ml झोल। ल यो लिस्ट अनुसारको तयारी गर्ने मैले अहिले भनिदिएको छु नि। फेरि लु भयो, यस्तो वाइयात एसिस्टेन्ट सहितको खेतालो मलाई चाहिएको छैन। बरु म आफै दाउरा चिर्छु र यो लिस्ट अनुसारको केही पनि खानेकुरा बन्दैन। तपाईँहरू बाटो लाग्दा हुन्छ। के भने सारे डाम्नु, यसरी खेतालो बोलाएर खेतालोलाई आधा दिनमै जा भन्नु त खेतालोको घोर अपमान गरेको। यो विषयमा खेतालो एसोसिएसनले तँलाई कारबाही गर्छ। हुरुक्क त्यो लिस्ट अनुसारको खानेकुरा बनाएर लिएर जा। ल्याउँदिन।